नमस्ते सन्चो के छ भाइ? ठिक छ के छ भाइ? ठिक छ दाइ। आज दामी माल लिएर छु भाइ, बस्नु होला सिक्वा दे। बस्नु कोठामा भाइ जा ठुलो ठुलो ऱ्यापर लिएर आइज। बस्नु न भाइ बस्नु। भाइ आन्टी ग्रुप ल दाइ म सबै लिएर आएछु। दाइ हतार बसिके। भन्नु भाइ आज दामी माल लिएर छु, रातभरि बस्नुपर्छ है। ल ओके छ नि मेरो दाइ, हजुरकै घर सम्झिनुहोस् न, बसौँ न मजाले। के भयो? यहाँ भाइ यहाँ तेरो बाउ कति ल्याङ गरेको, जामी यहाँ भाइ जामी। छोरा छोरा हजुर के गर्दैछौ? बसिरहेको छु। के हो जहिले पनि बोला छ मलाई। के हो एक दिन औषधि नखाए मर्दैनौ बड्डा तिमी? छोरा बाहिर जाउँ न, मलाई अलि सन्चो छैन के, छाती दुखिरहेको छ, यो बिरामी छु, औषधि लिन सकिरहेको छैन, जाउँ न बाहिर। म जाँदैन, म कहीँ पनि जाँदैन। तिमीले मलाई के पुऱ्याइदिएछौ र म जानुलाई तिमीले भने मान्नलाई? अब तिमीलाई मैले धेरै चिज पुऱ्याइदिएछु, तिमी बुझ्दैनौ कुरा। अब आमा पनि अब सानैमा बितेर गइहाले तिमीलाई, अब त्यस पनि अब यस्तै छ अवस्था, बिरामी छु, गरिदिन्छु भनेकै छु त। उता जाऊ बड्डा, म कहीँ जाँदिनँ, नखराउ मेरो अगाडि आएर। जाऊ उता जाऊ। मेरो साथीहरू कार बाइक चढेर हिँडिरहेको छन्, मलाई कस्तो हुन्छ त्यति बेला? तपाईँले त्यो मलाई पुऱ्याइदिनु भएको छ अहिलेसम्म? बाबु मैले अब सकेसम्म गरिरहेको छु, पुऱ्याइदिइरहेको छु, केही छिन पर्ख्यो न, केही दिनसम्म पर्ख्यो न, पुऱ्याइदिइहाल्छु नि। पुऱ्याइदिन्छु गरिदिन्छु भन्नमा धेरै फरक छ कि बाबा। तपाईँ मेरो दिमागमा खानु त उता जानु। बिरामी छु, छोरा बिरामी छु। छोरा हजुर बाबु, मैले तिम्रो नाममा बिमा गरेको छु, त्यो बिमाबाट तिमीले पाउने पैसा आउँछ, त्यही पैसाले तिमीले चाहिँ अब आफ्नो के किन्नु छ, बाइक गाडीहरू सबै किन्न सक्छौ है। त्यस्तो छ, केही गर्न सकिरहेको छैन। बाबा बरु तिमी नजाऊ, मलाई केही पनि चाहिँदैन बाउ। गल्ती भएछ जानी नजानी मबाट। बाउले भन्थे सानैबाट, छोरा सही बाटो समात। छोड्ने टाइममा छोड्न सकेन, अन्त्यमा भयो सबै कुरा समाप्त।